जहाँ ढल्किँदै थियो उहाँले भन्नुभयो उता पारी जाऊ। भिडलाई छोडी उहाँलाई लिएर जस्तो हुनुहुन्थ्यो ढुङ्गामा बसेर। अरू ढुङ्गाहरू पनि साथै थिए उहाँको पछि पछि लाग्दै थिए। एक्कासी ठुलो हुरी बतास आयो, छालहरू ढुङ्गामाथि बज्रिन थाल्यो। ढुङ्गा डुब्ने जस्तो भयो, सबैलाई डरले च्याप्यो। येशू पछाडिको भागमा तकियामाथि सुतिरहनु भएको थियो। चेलाहरूले उहाँलाई उठाए, भने गुरु हामी डुब्न लाग्यौं। के तपाईलाई वास्ता छैन र? उहाँ उठ्नु भयो, हावालाई हप्काउनु भयो। छालहरूलाई भन्नु भयो चुप लाग थाम, अनि हावा शान्त भयो, शान्त भो सारा धाम। उहाँले चेलाहरूलाई भन्नु भयो, किन डराएको यति धेरै? के तिमीहरूमा विश्वास छैन र? उनीहरू डरले थरथर काँपे, आपसमा सोध्न थाले को हुन् यिनी? हावा र छालहरूले पनि उहाँको आज्ञा मान्छन्।